साथीहरु लास्ट दिन हो यो मेरो घरमा सरी रुममा किचन र्याक हुने गर्थ्यो मैले सबै उकाइसके यति धेरै कपडा धुने कार्यक्रम भइरहेछ यति साह्रो घाम छ कि लास्टै घाम छ यो सूर्य हामी चाहिँ बस पार्क जाँदैछौँ Hello everyone, namaste, welcome back to my YouTube channel. Hope हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु अनि आजको भ्लग थम्बनेल र टाइटल हेरेर थपै सक्नुभयो होला अनि मेरो रुमको हालत चाहिँ यस्तो छ यो चाहिँ लास्ट डे यो कोठामा मेरो लास्ट दिन हो सो किचन र्याकहरु मैले सबै यस्तो गरिसके भार भैलो छ भार भैलो किनभने अब हामी घर जाँदैछौँ फाइनली घर जाँदैछौँ अब यस्तो बेला पनि के एक्लै बस्नु फ्यामिलीसँग बस्नु पर्छ हैन अन्त उ पनि त हुन्छ नि त मेरो बुढा सधैँ ड्युटी अनि मलाई हेल्प पनि हुन्छ घरमा अनि मेरो केयर पनि हुन्छ एक्लै बसे जस्तो हुँदैन फ्यामिलीसँग भनेर चाहिँ उतै बस्न जाँदैछु म चाहिँ अनि मैले सबै प्याकिङ गरिसके सामानहरु त यही छोडिदिने हो कि अनि आफ्नो सामान मात्रै लगेर जाने हो मतलब यस्तो विधान कस्तो यस्तो गरेको र नै सामानहरु चाहिँ यही छोडिदिने आफ्नो सामानहरु कपडाहरु चाहिँ लगेर जाने सो हेर्नु पछाडी पुरै सामान प्याक गर्दैछु म देखाउँछु है तपाईहरुलाई अनि लास्ट समय हेर्न नबिर्सिनु होला हामी घर गएको ब्लग साथीहरु मैले चाहिँ यो चाहिँ पुरै भाँडा माझेर हेर्न यति धेरै तेलहरु बचेछ कि प्याज टमाटर देन गिलासहरु ग्यास यता छ यो चाहिँ फोरहरु फालेको सबै यो एउटा ब्याग भयो यो अनि एउटा हालत त्यस्तो छ माइन्ड नगर्दिनु होला सो म यो कोठालाई धेरै मिस गर्ने छु अनि यहाँको मेरो फोटो फ्रेमहरु मैले सबै उकाइसके सो लास्टै धेरै मिस गर्ने छु यता मेरो किचन र्याक हुने गर्थ्यो मैले सबै उकाइसके सो देख्नुहुन्छ यहाँ मेरो ह्याङ्गरहरु हुने गर्थ्यो ब्यागहरु हुने गर्थ्यो सबै उकाइसके यहाँ पनि मेरो ब्याग हुन्थ्यो लु साथीहरु लास्ट दिन हो यो मेरो घरमा सरी रुममा कोठामा लास्ट दिन यो कोठालाई म धेरै मिस गर्ने छु किनभने धन्नै कति त यो कोठामा बसे काठमाडौँमा सो लास्टै मिस गर्ने छु यति राम्रो कोठा मैले राम्रो गरायो भनेर भन्छु अनि अब म कहाँ जान्छु भने चाहिँ ट्याक्सी बोलाएर सामानहरु हालेर एकछिन चाहिँ हामी बाहिरतिर जाने काम छ बजार हैन म चाहिँ बिहानै हस्पिटल गएर पनि आएको हो हस्पिटलको ब्लग पछि हाल्छु यदि तपाईहरुले यो ब्लग लास्टसम्म हेर्नु भएको छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला अरु भिडियो हेर्नको लागि भिडियो स्किप नगरेर हेर्दै जानु होला म काठमाडौँबाट सुरु गरेको ब्लग सुर्खेत गएर टुङ्गाउने छु लास्टसम्म हेर्न नबिर्सिनु साथीहरु मेरो बिजोक हेर्नु न ट्याक्सीलाई कुरेको कि यहाँ गाडी सामान यत्रो राखेर मेरो लाज लागिसक्यो हामी चाहिँ बस पार्क जाँदैछौँ भाइ साथीहरु हामी गाडीमा बसिसक्यौं मेरो हालत देख्न सक्नुहुन्छ बसमा यस्तै हो जहिले नक्कल पारेको भाइ क्यामेरा खोल्ने बित्तिकै त कस्तो नक्कल पारेको के मेरो खुट्टा दुखाएको छ के जुत्ता खोल्ने ल मालिस गर्दै ल जुत्ता खोल्ने कस्तो गाह्रो हुने भयो साथीहरु फाइनली हामी घर पुगिसक्यौं घर पुगेर पनि बसेर पनि खाएर पनि
अहिले चाहिँ कस्तो घाम टल्कियो नोमी चाहिँ उता छ अब लास्टै घाम टल्कियो मेरो फेस त लास्टै नराम्रो देखेछ नोमीलाई चाहिँ यहाँ बान्दियौँ तर यहाँ भार भइल हो हाई भन्नु पाक भन्नुहुन्छ अब चाहिँ हामी यहाँ कपडा धुँदैछौँ के यति धेरै छ कपडा यहाँ लास्टै धेरै छ कपडा अनि म कपडा सुकाउन जान्छु पहिला कपडा धुन लागेछौँ अनि कपडा धोइभएपछि म कपडा सुकाउन जान्छु धेरै कपडा धुन तन्नाहरू सबै तन्ना र पर्दाहरू सबै धुन लाग्यो कि लास्टै पर्थ्यो कोठा मेरो नोमीलाई देखाइदिउँ नोमी त अगतिलो भागे नोमी उता 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 क्यामेरातिर हेर त यहाँ आउनुहुन्छ नोमी तर म देखान्न किनभने छि पुरै उनी उ लगाइदिएको के अरे उनी उ के भुत्लै भुत्ला त्यही भएर मेरो फेस त झन् के पो भयो यस्तो कालै कालो छाडिदिनु यहाँ मेरो भान्जाको कार छ यहाँ यति धेरै कपडा धुने कार्यक्रम भइरहेको छ अब यो सुका भयो यो चाहिँ म यहाँ छतमा जान्छु सुकाउन घरको काम चलिरहेको छ आज किनभने हामी गाडीमा फोहोर भइरहेको थियो नि त मेरो यस्तो छ हाम्रो बाहिर पर एयरपोर्ट छ मलाई लुङ्गीले हिँड्न नदिएको साथीहरू अया मम्मी ओइ कति कालाको के छतभरि कपडा घाम लास्टै छ हिँड्नेमा सुकाउँछु म चाहिँ कपडा लास्टै घाम छ कति घाम हो कि कति कालो चली चिनी गुलियो त्यही चिनीमा मन मेरो हामीले घाँस सुकाएको छौँ कसले काटेको दिदीले होला लास्टै कालो आउने कि घाममा त शीतल पकाउनुपर्छ लक घाममा कि लास्टै कालो आएको कि टाउको नि होइन भने नि हो जस्तो एक त फेस नै त्यस्तै हो साथीहरू मेरो बुढालाई यता हेर्नु अयो मम्मी लोटे मेरो बुढालाई हेर्नु यहाँ भान्जीलाई के लगेर हिँड्नु भयो भान्जी यता हेर्दै हाई भन मामा भान्जी यहाँ हाम्रो यो सुर्खेतको रोड यस्तो छ कति लोटेको के गाली गरियो ऊ त्यो बाइकवाला मान्छेलाई थर्का हो कि भगवान् यस्तो घाम छ कि साथीहरू सुर्खेतमा कुरै छोडिदिनु भान्जी र बुढा बोकेर हिँडेछु बोकेर मतलब सँगै हिँडेछु यति साह्रो घाम छ कि लास्टै घाम छ यो सुर्खेत भन्ने ठाउँमा भनेर भन्दैन सुर्खेत मेरो ठाउँमा होइन मामा भान्जीहरू हिँड्नु भयो म चाहिँ भ्लग गराउँदै हिँडेछु साथीहरू हामी चाहिँ यहाँ नास्ता भन्दा नि बाबालाई चाहिँ नास्ता लगिदिउँ भनेर चाउमिन लिन आछौँ मेरो बुढा कालै कालो आऊ भान्जी हाई भनिदेऊ ओ खो हाई अरे है उसलाई पनि दिनु न मिम्सिटो भन्छ होइन खान्छ है खाएर जुठो हालेर खाने त्यहाँ एकछिन चाउमिन लगेर जान्छु यहाँबाट यो होटल त सबैलाई थाहा होला शेर्पा होटल हो आजभोलि चेन्ज भएछ है अरू पनि अरू के भन्छन् ब्लगमा ल ल ल लगेर जाऊ अनि भनेर ल्याऊ ल अब दिउँ न थोडा लु हिँड्ने मैसँग त के भन्ने हो हेलो गाइज अनि भन्दै जाऊ उता
लाज माने ल भन साथीहरु ल जाइन मेरो भन्जी हेलो एभ्रिवन नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ बिहान 6 बजे होला 6:30 बजे होला अनि हस्पिटल जाँदैछौँ बिहानै हल्का मलाई रुगा पनि लाहा हल्का बिरामी पनि भएको छु बिहान चिसोमा हस्पिटल जाँदैछौँ आज चाहिँ के गर्न जाँदैछौँ भनेपछि आज चेक गर्न जाँदैछौँ अनि त्यही हो लास्टसम्म हेरेर माइ गरिदिनु होला आज चाहिँ म रेडी भइसक्यो ब्याग स्याग बोकेर बाइक तान्नुहुन्छ बाहिर अनि हामी जान्छौँ हस्पिटल अब त्यो अप्ठ्यारो छ बाइक तान्न लाज भयो किन तान्न नसकेर यहाँ थियो अघि बिचारा होइन यहाँ बाटो नै यस्तै छैन त कम त गाह्रो हुन्न र मेरो बुढालाई जहिले यहाँ त देख्यो उचालिदिनु भयो बाहुबली हो अब के गर्ने क्यामेरा अन छ उचाल्नै पर्यो हो कि नै क्यामेरा अन भएपछि उचाल्नै त पर्यो हेत्तेरिका झ्याउरै चाहिँ सोल्टी तेल हल्ल्यो वचप गाह्रो छ नि गाइज जहिले यस्तै हुने जहिले यस्तै हुन्छ तपाईँलाई धाउ बाटो सानो छ नि त फाइनली हामी सफल भइसकेका छौँ ओ भाइ रोकिङ यही भक्कु ज्याकेट लाउने अरे के यही भक्कु ज्याकेट लाउने अरे अरू लाउनै नमान्ने अरे सम्हालेर नबस्ने नबस्ने भन्नुहुन्छ भाइ बसम म हिँडे त कानकिरा खाने गरी त नबजाउनु नि भाइ झ्याउ लाग्छ चिसो हुने बिहान लास्टै चिसो भन्दा पनि चिसो यत्रो लाउँदा पनि चिसो भइहाल्छ यति भिड हुन्न र यहाँ त म त उक्क हुन्न कतिक्क पिचिक्क भन्नु अब हामी उतै गएर भेटौँला उतै हस्पिटल गएर भेटौँला है लाइन हेर्नु न मेरो बुढा लाइनमा लाग्नु भएको छ हेर्नु लाइन लाइन छ साथीहरू हामी चाहिँ तिम्रो हामी टिकट सिकट काट्यौँ यति लामो लाइन लागेर अनि अहिले चाहिँ चिया खान जान लाग्छौँ लास्टै भिड छ हामीहरू नास्ता खान आएको नास्ता यस्तो हात हेर्नु न
हाम्रो नास्ता अघि के कस्तो हस्पिटल चाहिँ बेलुका जाने भनेको फेरि बिहान गएर आएँ फेरि बेलुका जाने बोलाखा 4 बजे अहिले चाहिँ मेरो बुढाको कपाल काट्न आएको कपाल काटिङ चैट पारेर यो मान्छेलाई देखेर तर्सेको